रोहित थापाले गीत मात्रै गाउँदा पुरा मन पर्यो त्यो मान्छेले। गीतमा त गाली गर्नु भएन कि चाहिँ मैले ऱ्याप बनाउनु पर्यो। हजुर अब म सोच्दैछु ऱ्याप पनि बनाउनु पर्छ होला भनेर। ऱ्यापमा त गाली गर्दा हुँदो रहेछ नि त। हजुर ए सुँगुर जस्तो ए सर्पको सन्तान तँ कहाँ गएको तँ के गरेको नष्ट हुन्छस् ए तँ पुलपिटमा बसेर झुटो कुरा बोल्ने तँ नष्ट हुन्छस् तँलाई किराले खान्छ तँ माथि आगो लाग्छ गन्धक र आगो बोलेको ठाउँमा तँ पस्छस् 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 आमा ऱ्याप यो 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 तँ पस्छस् 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 तँ मर्छस् मर्छस् यो यो तँ मर्छस् मर्छस् आमा अब ऱ्याप पनि बनाउनु सोच्दैछु म। हजुर गीत गाउँदै गर्दा मजा। रोहित थापाले प्रचार गर्नु थालेको थियो। प्रचार गर्नु परमेश्वरले कतिवटा कुरा मण्डलीमा ल्याउनु भयो किनभने हाम्रो कामै त्यही हो। अनि मान्छेले मन पराउनु छोड्यो हो रिस उठ्दै गयो मान्छेलाई। कतिजना त के लेख्छ गीत मात्रै गाउनुहोस् हो तपाईँ। अब मैले के भन्छु गीत चाहिँ मलमपट्टि हो प्रचार चाहिँ घाउ कोट्याएर निकाल्नु।